51 जुनियर डिभिजन तालिमको सामी क्याम्प विधिवत रूपले सञ्चालन भएको घोषणा गर्दछु। धन्यवाद। रातो र चन्द्र सूर्य जहाँ पनि जानुहुन्छ तपाईँहरू ग्रुपमा जानुहुन्छ, नट इन्डिभिजुअल है। काठमाडौँ उपत्यका कब्जा गर्न लागि चाहिँ किर्तिपुरको लडाइँ पनि के त क्रुसियल लडाइँ हो। चमक, सतह, खाका, हलचल त्यतिखेरसम्म त्यो घटनास्थलमै दिने उपचार त्यसलाई चाहिँ हामी चाहिँ फर्स्ट एड भनेर भनिन्छ। यो किसिमको तनाव चाहिँ यो किसिमको सोसाइटीमा यो किसिमको समाजमा चाहिँ भएको तनावलाई हामीले कसरी हुन्छ हिँड्ने चिजहरू त्यो मुभिङ अब्जेक्ट त्यो सबै के हो ट्राफिक हो। आगो दुर्व्यसन पहिचान गर्ने तरिका र लक्षणहरू तपाईँ एउटा आर्मीमा सर्भ गर्नु भनेको चाहिँ के भयो त चान्चुने मान्छेले एउटा निर्देशक हुन्छ, सब निर्देशक एकजना हुन्छ र 15 जना सदस्यहरू हुन्छन्। यो चाहिँ लिडरसिप लिने हैन। विपद भन्नाले संकेत दिए वा सामान्य संकेतबाट उत्पन्न हुने एउटा प्रमुख प्राकृतिक तथा नजिकै तालिम गरिरहेको छौ, वाइ नट एकचोटि आएर गल्फ कोर्समा तिमीहरूले पनि हेर देख भनेर है। जुनसुकै गल्फ गेममा चाहिँ अल टुगेदर 18 होलको गेम खेलिन्छ। 18 होल्स विद्यालयका यो गेमले अत्यन्तै रोचक
विजेताको उपाधि श्री चाणक्य माध्यमिक विद्यालयका छात्रहरूले उठाउनु भएको छ। अहिले हाम्रो अगाडि विभिन्न रङ तथा साइनहरूको प्रयोग गरी जमिनी आकृति तयार गरिएको छ, जसको नाम हो स्यान्ड मोडल। भक्तपुर जिल्लामा कुनै पनि हवाई मार्ग तथा विमानस्थल उपस्थित छैन, तापनि काठमाडौँ जिल्लामा अवस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय जनताहरूले सेवा सुविधा प्राप्त गर्दै आएका छन्। यस काठमाडौँ जिल्लामा मिथेन ग्यास रहेको दावी गरेका छन्। पर्यटन व्यवसाय यस काठमाडौँ जिल्लामा थुप्रै 3 तारे तथा 5 तारे होटलहरू रहेका छन्। महिला सशक्तिकरण भन्नाले महिलाहरूले पाउनुपर्ने हक अधिकार अथवा पुरुषले पाउनुपर्ने अधिकारलाई महिला सशक्तिकरण भनिन्छ। गुमनाम थिए ती वीरहरू, तर उनीहरूकै त्याग र बलिदानले हाम्रो पहिचान झोकिएको छ। इतिहासको पानामा नाम त लेखिएन होला, इतिहासको पानामा नाम त लेखिएन होला महोदय, तर उनीहरूकै मौन त्यागले अधिराज्य नेपाल अमर बनेको छ। जब देशका विभिन्न क्षेत्र, जाति, धर्म, भाषा, संस्कृति र पेसामा रहेका मानिसहरू एउटै धड्कनमा धड्किन्छन्, एउटै सपनामा रमाउँछन्, त्यसैलाई नै दुःखले आर्जको मुलुक होइन, सबै जातको फुलबारी हो, सबैमा चेतना माया। रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो जिउँदो
कसरी यो बल्दो यो रत्ती सलामी अगाडि तर्छन् रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो हिमाल पहाड तराई जहाँ बसे नि हौ नेपाली सबको मुटुभित्र बगोस् मेची महाकाली। यो अनुशासन नेतृत्व देश प्रेम र सेवाभावको जीवन शैलीको सुरुवात हो। तपाईहरु उद्देश्य लिएर अनुशासित भएर अगाडि बढ्नुभयो भने पक्का पनि हिरा बन्नुहुन्छ। धेरै दिनबाट यहाँ शून्यता कालो बादल छाएको जस्तो ए साथी तिमी कहाँ छौ भन न लामो दिनहरू काट्न नै गाह्रो भो। सानो छँदा हामी खेल्ने गर्थ्यौ त्यो गल्लीमा छिमेकी कराउँथे साह्रो। आजको कता छ को कता छ तर मनले मेरो बाल्यकालले पुकार्यो। खोजिरहेको छु दिनहरू त्यस्तै जवानीले कहाँ पुर्यायो। बाटो छ बेग्लै तर भेट्ने छौ हामी निराश हुनु पर्दैन हो। साँझ यताबाट तारा हेर्छु तिमी पनि उताबाट हेर है। चम्किला तारा सारा मेरा प्यारा साथीभाइ है नजिकियो है। जीवनको बाटो भन्थे घाम र छाया छाता ओढेर कटाउनै पर्ने। बच्चादेखि पढी लेखी अघि बढ्यौँ हामी सँगै अब जानु नै पर्ने। कोहीलाई भन्नु छ ठुलो मान्छे कोही भने खाडी सँगै बिताउँछन् जिन्दगी जसरी फरक साथीभाइ हुन्छ सजिलै।